Hello guys, welcome back to my YouTube channel है एलिसा यहाँ छ हामी चाहिँ आज साकेलाको लास्ट दिन म यहाँ छु जाँदैछु म चाहिँ 16 नम्बरबाट यहाँ एलिसासँग जाँदैछु तल सप्तरङ्गी पार्क सबैले हेर्दै गर्नु होला बहिनीहरू हुनुहुन्छ हामी चाहिँ यहाँ 16 नम्बरको म चाहिँ 16 नम्बर वार्डको सँग आएको छु कि सप्तरङ्गी पार्क आइसक्यौँ हेलो एलिसा राम्रो नाच्नु है भरे गर्मी छ अलिक जोगिएर यहाँ हुनुहुन्छ सबैले हेर्दै गर्नु होला यहाँ 16 नम्बरको साकेला पार्टी टोली सप्तरङ्गीमा इन्ट्री गर्नु लागेको यहाँ हेर्दै गर्नु होला अगाडि चाहिँ टोलीहरू अनि कलाकारहरू हुनुहुन्छ अनि त्यस पछाडि यस्तो छ है यहाँ बाटो धरानमा चाहिँ छिटो बाटो बनाउनु पर्यो साकेलाको लागि सप्तरङ्गी जाने बाटोमा चाहिँ यस्तो छ रोडको हालत यस्तो सबै वारी र पारी गर्दै हिँड्नुपर्ने अवस्था छ है गाइड्सहरू लागिरहेको छ त वारी पारी हिँड्दा हिँड्दा गर्मी भइरहेछ धेरै नै लाको लागि खानेकुरा पाउँदो रहेछ यस्तो हामी पुग्न लाग्यौँ खानेकुरा पहिला त पाउँदैन थियो यस्तो खानेकुराहरू पनि धेरै विकास भइसकेको छ अहिले साकेलाको यो हुने ठाउँमा पनि यो चाहिँ बडा क्षेत्र वडा नम्बर 1 र 2 को रहेछ त्यही भएर यहाँ चाहिँ थोरै मान्छे हुनुहुन्छ है हाम्रो आस्थाको यो सामग्री किन्नु उहाँहरू यहाँ हस्तान्तरण गरिसक्नु भएको छ पुर्याएर सहयोग गरिदिनुहुनको लागि म स्वयंसेवक मित्रहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु सहभागी भइसक्नु भएको छ किराँत राई यालमा वडा कार्यसमिति धरान 8 किराँत प्रदेशको जुन नामाकरणको कुराहरू छन् त्यो नाम सबको अवस्था बदलाउ तर पनि लिनेछ त्यो क्रममा अहिले यो प्रदेशभरि जुन किसिमको एउटा अहिले सरकारी कामकाजका लागि जुन भाषाका कुराहरू अहिले जुन तीव्र गतिमा तयारी भइरहेको छ साकेला सिल्ली वाडै हेर्दा गलेर यहाँ
पानीपुरी खाँदैछु बिस्तारै बिस्तारै आस्ते यहाँ चाहिँ धरानी 5 र 6 5मा 6 नम्बर वाडाको हो त बिस्तारै खानु है म चाहिँ यहाँ छु अब म पनि खाने पानीपुरी यतै गर्नु होला हामी खाजा खान लागेको कतिवटा टिमहरू त फर्किसक्नु भयो नानीहरू खेल्ने ठाउँ पनि रहेछ यहाँ है माथि पनि रहेछ साकेला नाच्दै गरेको रौनक